फरेक्समा पैसा कमाउन भन्दा पहिला यो कुरा बुझ, फरेक्समा 90% ट्रेडरहरूले पैसा किन लुज गरेर आउँछन् त। सो हे गाइस, तपाईलाई स्वागत छ फेरि मेरो नयाँ भिडियोमा। आज हामी कुरा गर्न जाँदैछौँ ट्रेडर 90% ट्रेडरहरूले चाहिँ पैसा किन गुमाउँछन् त। धेरै ट्रेडरहरूले मार्केट बुझ्दैनन् तर प्रफिटको पछि चाहिँ कुद्ने काम गर्छन्। उनीहरूले गरिने 3 बिगेस्ट मिस्टेक चाहिँ म आज तपाईलाई भन्न जाँदैछु। यदि तपाईहरु पनि बिगिनर ट्रेडर हो भने चाहिँ यो गल्ती चाहिँ कहिले पनि नगर्नु। पहिलो कुरा, ओभर ट्रेडिङ। मान्छेहरूले चाहिँ बिगिनर ट्रेडरहरूले चाहिँ बढी ट्रेड गर्ने काम गर्दछन्। र अर्को कुरा, नो स्टप लस। उनीहरूले ट्रेड चाहिँ लेख्छन् तर उनीहरूले चाहिँ स्टप लस चाहिँ गर्दैनन्। उनीहरूले अलिकति लस सहन्छन्, त्यसपछि पनि अलिकति लस सहन्छन्, त्यो गर्दा गर्दै उनीहरूको क्यापिटल नै सखाफ हुन्छ। अर्को कुरा हो इमोसनबाट ट्रेड। उनीहरूले पहिलो या दोस्रो ट्रेड लुज गर्दाखेरि चाहिँ उनीहरू चाहिँ इमोसन, उनीहरू चाहिँ भावुक हुन्छन्। अब चाहिँ म यो पैसा चाहिँ म लस गरेको मात्र पैसा उठाउँछु भन्छन् र गलत ट्रेड लिने काम गर्दछन्। फरेक्स इन्कमको गेम होइन, यो डिसिप्लिनको गेम हो। यदि तपाईलाई पार्ट 2 चाहियो भने चाहिँ कमेन्ट गर्नु होला डिसिप्लिन भनेर। थ्यांक यू सो मच गाइज।